सानो खरायोको ठूलो सपना। एउटा सानो खरायो थियो जसको नाम टोपी थियो। टोपी ठूलो हुनासाथ धेरै टाढासम्म उफ्रन सक्ने बन्न चाहन्थ्यो। तर ऊ सानै भएकाले उसका साथीहरू उसलाई जिस्काउँथे। तिमी सानो छौ, ठूलो उफ्रिन सक्दैनौ, उनीहरूले भन्थे। तर टोपीले हिम्मत हारेन। ऊ प्रत्येक दिन बगैँचामा उफ्रने अभ्यास गर्थ्यो। बिहान घाम झुल्किँदा ऊ सानो ढुङ्गाबाट उफ्रिन्थ्यो। साँझ पर्न लाग्दा झन अग्ला ठाउँबाट प्रयास गर्थ्यो। एक दिन जंगलमा एउटा ठूलो खाल्डो पर्यो। टोपीका साथीहरू अड्किए। सबै डराए, तर टोपीले भित्रैदेखि आँख निकाल्यो। ऊ आफ्नो सक्दो बल लगाएर उफ्रियो र खाल्डो पार गर्यो। त्यसपछि ऊ फेरि उफ्रियो र सबैलाई बचायो। सबै साथीहरू अचम्मित भए। टोपी, तिमी साँच्चै नै ठूलो उफ्रिन सक्छौ, उनीहरूले हर्षले भने। टोपी खुसी भयो। उसले बुझ्यो